लगानीको संसारमा सबैभन्दा धेरै सुनिने शब्दहरूमध्ये एक हो आइपिओ। आइपिओ हरेक पटक कुनै नयाँ कम्पनीको आइपिओ खुल्दा सामाजिक सञ्जालदेखि चिया पसलसम्म एउटै बहस हुन्छ, भर्नुभयो त? हो, यो त एउटा सामाजिक पर्व जस्तै भएको छ। एकदम। यस्तो लाग्छ मानौ यो कुनै आर्थिक अवसर भन्दा पनि एउटा सामाजिक लहर जस्तै हो। हो, र यो लहरको पछाडि एउटा गजबको मनोविज्ञान छ। सबैजना एउटा दौडमा छन्, तर के को लागि दौडिरहेका छन् भन्नेमा धेरै स्पष्ट छैनन् जस्तो लाग्छ मलाई। हो नि, यो केवल पैसा कमाउने हतारो हो वा एउटा राम्रो कम्पनीको हिस्सा बन्ने अवसर? आजको हाम्रो छलफल सायद यही धागो समातेर अघि बढ्नेछ। एकदम। किनभने प्रश्नहरू त सरल छन्। किन एउटा निजी कम्पनीलाई अचानक आम मानिसबाट पैसा उठाउनु पर्छ? र सबैभन्दा महत्त्वपूर्ण, के यो साँच्चै नै थोरै लगानीमा धेरै नाफा कमाउने जादुको छडी हो जस्तो धेरैले सोध्छन्? राम्रो प्रश्न। आज हामीसँग भएका स्रोतहरूलाई केलाएर यही आइपिओको भित्री तहसम्म पुग्ने कोसिस गरौँ। हाम्रो उद्देश्य यसको हरेक पाटोलाई खोत्रेर लगानीकर्ताले जान्नै पर्ने कुराहरू बाहिर निकाल्नु हो। र यो केवल शेयर भरेर पैसा कमाउने मात्र माध्यम होइन नि। यो एउटा निजी कम्पनीको जीवन चक्रको सबैभन्दा महत्त्वपूर्ण मोड हो, जहाँ ऊ पर्दा पछाडिबाट निस्केर सार्वजनिक मञ्चमा आउँछ। पब्लिक हुन्छ। हो, यसले कम्पनीलाई पारदर्शी र जवाफदेही बनाउँछ अनि देशको अर्थतन्त्रमा नयाँ पुँजी प्रवाह गराउँछ। ल, यही संरचनालाई अलि चिरफार गरेर हेरौँ न त। त्यसो भए सबैभन्दा आधारभूत प्रश्नबाटै सुरु गरौँ। सरल भाषामा आइपिओ मतलब इनिशियल पब्लिक अफरिङ भनेको के हो? आइपिओ भनेको कुनै पनि निजी कम्पनीले पहिलो पटक आफ्नो शेयर आम मान्छेलाई बेच्ने। हो, ठ्याक्कै आम मान्छेलाई बेच्नको लागि बजारमा आउने प्रक्रिया हो। यही प्रक्रियापछि त्यो कम्पनी केही सीमित संस्थापकहरूको मात्र नभएर हजारौं लाखौं आम लगानीकर्ताको साझा सम्पत्ति बन्छ। साझा सम्पत्ति, यो शब्द रोचक लाग्यो। हो नि, एक हिसाबले यो कम्पनीको कमिङ अफ एज जस्तै हो, जहाँ उसले आफ्नो भविष्यको यात्रामा आम मानिसलाई पनि साझेदार बनाउन खोज्छ। तर कम्पनीहरूलाई यो लामो र झन्झटिलो प्रक्रियामा किन जानु पर्यो? सजिलै ब्याङ्कबाट ऋण लिए पनि त हुन्थ्यो होला। यो निकै महत्त्वपूर्ण प्रश्न हो। पहिलो कुरा त ब्याङ्क ऋणमा हरेक महिना ब्याजको भारी बोक्नुपर्छ, चाहे कम्पनीले नाफा गरोस् वा नगरोस्। हो, ठ्याक्कै। तर आइपिओबाट उठाएको पुँजीमा त्यस्तो बाध्यता हुँदैन। कम्पनीले नाफा गरेमा त्यसको सानो हिस्सा मतलब लाभांश बाँड्छ, नगरेमा बाँड्दैन। भनेपछि ब्याज तिर्ने टेन्सन भएन। यसले कम्पनीलाई ठूलो वित्तीय लक्षकता दिन्छ। मतलब यो एक किसिमको साझेदारी भयो, जहाँ लगानीकर्ताले कम्पनीको नाफा र घाटा दुवैमा हिस्सेदार बन्ने जोखिम लिन्छन्। ठ्याक्कै। तर यसका फाइदाहरू पैसामा मात्र सीमित छैनन्। अरू के छन् त? आइपिओ पछि कम्पनीको प्रतिष्ठा र ब्रान्ड भ्याल्यु त्यो एकदमै बढ्छ। पब्लिक कम्पनी भनेपछि अलि विश्वासिलो देखिन्छ। नियमनकारी निकायको कडा निगरानीमा रहनु हो, जसले कम्पनीको विश्वसनीयता बढाउँछ। अनि अर्को रोचक फाइदा भनेको के? उत्कृष्ट कर्मचारीहरूलाई आकर्षित गर्नु। कम्पनीले आफ्ना राम्रा कर्मचारीलाई शेयर, त्यो ESOPs भन्छन् नि, त्यो दिएर कम्पनीमै टिकाइराख्न सक्छ। जुन निजी कम्पनीको लागि गाह्रो हुन्छ। निकै गाह्रो। यो त कम्पनीको चौतर्फी विकासको लागि एउटा रणनीतिक कदम भयो। अब नेपालको सन्दर्भमा कुरा गरौँ। यहाँ यो प्रक्रिया कसरी अघि बढ्छ? लौ, म आइपिओ निकाल्छु भनेर मात्र त पक्कै हुँदैन होला? पक्कै हुँदैन। यो नेपाल धितोपत्र बोर्ड मतलब सेबनको कडा नियमनभित्र रहेर सम्पन्न हुने प्रक्रिया हो। कम्पनीले पहिला इस्यु म्यानेजर अर्थात् निष्कासन प्रबन्धक नियुक्त गर्नुपर्छ, जो प्राय मर्चेन्ट ब्याङ्क हुन्छ। यो इस्यु म्यानेजरको भूमिका कतिको महत्त्वपूर्ण हुन्छ? उनीहरूले केवल कागजी प्रक्रिया मात्र मिलाइदिने हो कि अरू केही पनि गर्छन्? उनीहरूको भूमिका केवल कागजी काममा सीमित छैन। यो निकै महत्त्वपूर्ण छ। कसरी? निष्कासन प्रबन्धकले कम्पनीको वित्तीय स्वास्थ्य, सम्पत्ति, व्यवस्थापन टोली र भविष्यको सम्भावनाको गहिरो विश्लेषण गर्छ। ड्यू डिलिजेन्स भन्छन् नि, त्यो गर्छ। अनि शेयरको मूल्य निर्धारणमा नि? नेपालमा त प्राय 100 रुपियाँ अङ्कित मूल्यमै आइपिओ आउँछ। तर अन्तर्राष्ट्रिय बजारमा यही निष्कासन प्रबन्धकले बुक बिल्डिङ प्रक्रिया मार्फत शेयरको सही मूल्य पत्ता लगाउन मद्दत गर्छ। बुक बिल्डिङ, यो त नयाँ कुरा सुन्यो। यो हाम्रो प्रणालीभन्दा कसरी फरक छ? हाम्रोमा फिक्स्ड प्राइस प्रणाली छ,
जहाँ कम्पनीले हाम्रो शेयरको मूल्य 100 रुपियाँ हो भनेर घोषणा गर्छ। तर बुक बिल्डिङमा ठूला संस्थागत लगानीकर्ताहरूलाई तपाईहरू यो कम्पनीको शेयर कति मूल्यमा किन्न इच्छुक हुनुहुन्छ भनेर सोधिन्छ। एक किसिमको बोलको बोल जस्तै। लगभग त्यस्तै। उनीहरूले दिएको मूल्यको आधारमा एउटा औसत मूल्य निकालिन्छ, जसले शेयरको वास्तविक बजार मागलाई प्रतिबिम्बित गर्छ। त्यो त निकै तार्किक सुनिन्छ। तर हाम्रोमा त सबैलाई एउटै मूल्य, अनि आवेदन दिने जति सबैलाई गोला प्रथाबाट 10 किता। 10 किता। यसले बजारमा कस्तो असर पारेको छ? सबैले भाग्यको खेल वा चिट्ठा भन्छन्। हो, र यही चिट्ठा भन्ने मानसिकताले बजारमा एउटा अनौठो विकृति ल्याउँछ। कस्तो विकृति? लगानीकर्ताले कम्पनीको भविष्य, उसको वित्तीय अवस्था वा व्यवस्थापनबारे अनुसन्धान गर्न छोडेर परिवारका सबै सदस्यको नामबाट कति धेरै आवेदन दिने भन्ने हिसाबमा लाग्छन्। हो, यो त देखिन्छ। यसले गर्दा राम्रो र नराम्रो जुनसुकै कम्पनीको आइपिओमा पनि उत्तिकै भिड लाग्छ, जुन स्वस्थ बजारको सङ्केत होइन। मतलब लगानीको निर्णय तथ्यमा आधारित हुनुपर्नेमा यहाँ भाग्यमा आधारित भइरहेको छ। ठ्याक्कै। यो त गम्भीर कुरा हो। यसले त दीर्घकालमा लगानीकर्ताको बानी नै बिगार्ने भयो। खैर, मानौ कसैलाई भाग्यले साथ दियो र आइपिओ पर्यो। सबैजना यति मरिहत्ते गर्छन्, यसमा पक्कै पनि केही जादु त हुनुपर्छ। खासमा लगानीकर्ताले के देखेर यस्तो आकर्षित हुन्छन्? यसको मुख्य आकर्षण भनेको सस्तोमा सम्पत्ति किन्ने अवसर हो। 100 रुपियाँमा। 100 रुपियाँमा शेयर किन्नु भनेको एउटा स्थापित वा बढ्दै गरेको व्यवसायको सानो हिस्सा एकदमै कम मूल्यमा किन्न पाउनु हो। कम्पनीको वास्तविक आन्तरिक मूल्य, त्यो इन्ट्रिन्जिक भ्याल्यु, त्योभन्दा धेरै हुन सक्छ। दोस्रो बजारमा सूचीकृत भएपछि यही मूल्य पत्ता लाग्छ, र प्राय राम्रो कम्पनीको शेयर मूल्य 100 भन्दा निकै माथिबाट कारोबार सुरु हुन्छ। यही लिस्टिङ गेनको लोभ नै मुख्य आकर्षण हो। अनि दीर्घकालीन फाइदा पनि त होला नि, जस्तै बोनस शेयर, नगद लाभांश। अवश्य, यदि तपाईले एउटा राम्रो, नाफामूलक र राम्रो व्यवस्थापन भएको कम्पनीको आइपिओ पार्नुभयो भने त्यो तपाईको लागि सुनको अण्डा पार्ने कुखुरी जस्तै हुन सक्छ। सुनको अण्डा पार्ने कुखुरी। हो नि। कम्पनीले कमाएको नाफाबाट हरेक वर्ष लाभांश दिन्छ, र समयसँगै कम्पनीको व्यापार बढ्दै जाँदा शेयरको मूल्य पनि बढ्दै जान्छ। धैर्यवान लगानीकर्ताको लागि यो सम्पत्ति सिर्जना गर्ने उत्कृष्ट माध्यम हो। यो सबै सुन्दा त आइपिओ भर्नु एकदमै फाइदाको कुरा जस्तो लाग्छ, तर यसमा कुनै क्याच त पक्कै होला। हरेक सिक्काको 2 पाटा हुन्छन्। बिल्कुल, र यो पाटोबारे धेरैले सोच्दैनन्। यसका जोखिमहरू के छन् त? पहिलो र सबैभन्दा ठूलो जोखिम हो, सबै आइपिओ सफल हुँदैनन्। कहिलेकाहीँ बजारमा अनावश्यक हल्ला र प्रचारबाजीले कुनै कमजोर कम्पनीलाई पनि राम्रो देखाइन्छ। आइपिओ भर्नु अघि त्यसको बारेमा धेरै सकारात्मक प्रचार गरिन्छ, तर वास्तविकता फरक हुन सक्छ। जस्तै कुनै वास्तविक उदाहरण दिन सकिन्छ? जस्तै कुनै जलविद्युत कम्पनीले 5 वर्षमा आयोजना सम्पन्न गर्ने भनेर आइपिओबाट पैसा उठाउँछ, तर निर्माणमा ढिलाइ भयो, लागत बढ्यो र आयोजना 10 वर्षसम्म पनि बनेन भने के हुन्छ? लगानीकर्ताको पैसा त फस्यो। हो, पैसा 10 वर्षसम्म त्यही अड्किन्छ, र दोस्रो बजारमा त्यो शेयरको मूल्य 100 रुपियाँभन्दा धेरै तल झरिसकेको हुन्छ। त्यस्तै अरू नि। त्यस्तै कुनै उत्पादनमूलक कम्पनीले ठूलो योजनाका साथ आइपिओ निकाल्यो, तर पछि व्यवस्थापनको कमजोरीले नाफा कमाउन सकेन भने लगानी डुब्न सक्छ। पारदर्शिताको कुरा गर्दा पनि त जोखिम होला नि। सार्वजनिक भएपछि कम्पनीमाथि हरेक त्रैमासिकमा राम्रो नाफा देखाउनु पर्ने दबाब बढ्छ होला। तपाईले एकदमै सही ठाउँमा औँला राख्नुभयो। हो, पारदर्शिता बढ्छ, तर यसको अर्को पाटो पनि छ। कस्तो पाटो? सार्वजनिक भएपछि कम्पनीमाथि हरेक 3 महिनामा राम्रो वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने ठूलो दबाब हुन्छ। कहिलेकाहीँ यही दबावले गर्दा कम्पनीले दीर्घकालीन ठूला योजनाहरूमा लगानी गर्नुको सट्टा छोटो अवधिको नाफा देखाउने काममा लाग्छन्। हो, ससाना काममा बढी ध्यान दिन थाल्छ, जुन कम्पनीको स्वास्थ्यको लागि सधैँ राम्रो हुँदैन। त्यसो भए एउटा सामान्य लगानीकर्ताले यति धेरै कुरा कसरी थाहा पाउने? कुन कम्पनी राम्रो, कुन नराम्रो भनेर कसरी छुट्याउने? यसको एउटै मात्र उपाय हो, कम्पनीले आइपिओ खोल्नु अघि जारी गर्ने विवरण पत्र, अर्थात्
प्रोस्पेक्टस। प्रोस्पेक्टस हो, त्यसको अध्ययन। यो विवरण पत्र भनेको कम्पनीको जन्म कुण्डली जस्तै हो। जन्म कुण्डली? हो नि। यसमा कम्पनीको विगतको प्रदर्शन, उसको वित्तीय अवस्था कस्तो छ, भविष्यका योजनाहरू के छन्, आइपिओबाट उठाएको पैसा कहाँ लगानी गर्दैछ, नाफाको सम्भावना कति छ र यसमा लुकेका जोखिमहरू के हुन् भन्ने बारे सबै जानकारी हुन्छ। तर त्यो त 100औं पानाको प्राविधिक दस्तावेज हुन्छ। साधारण मान्छेले त्यसलाई कसरी बुझ्ने? केही मुख्य कुराहरू के हेर्नुपर्छ? सबै पढ्न नसके पनि केही मुख्य कुराहरूमा ध्यान दिन सकिन्छ। पहिलो, कम्पनीको व्यवस्थापन टोलीमा को छन्, उनीहरूको पृष्ठभूमि र अनुभव कस्तो छ। मान्छे कस्ता छन् भनेर। हो। दोस्रो, कम्पनीले विगत 3-4 वर्षमा कति नाफा वा घाटा कमाएको छ। तेस्रो, कम्पनीमाथि कति ऋण छ। र सबैभन्दा महत्त्वपूर्ण, आइपिओबाट उठाएको पैसा कहाँ प्रयोग गर्दैछ। यदि कम्पनीले पुरानो ऋण तिर्न पैसा उठाउँदैछ भने त्यो त्यति राम्रो सङ्केत नहुन सक्छ। तर यदि नयाँ मसिन किन्न वा व्यवसाय विस्तार गर्नु उठाउँदैछ भने त्यो सकारात्मक हो। ल, मानौ अध्ययन गरेर आइपिओ भरियो र पर्यो पनि। अब के हुन्छ? आइपिओ पर्नु भनेको त खेलको सुरुवात मात्र हो, होइन र? हो, सुरुवात मात्र हो। यहाँनिर प्राथमिक र दोस्रो बजारको भूमिका आउँछ। एकदम। धेरै नयाँ लगानीकर्ता यहीँनिर झुक्किन्छन्। आइपिओ भर्नु भनेको प्राथमिक बजारमा सहभागी हुनु हो, जहाँ तपाईँले सिधै कम्पनीबाट सेयर किन्नुहुन्छ। एकपटक आइपिओ बाँडफाँड भएपछि ती सेयरहरू नेपाल स्टक एक्सचेन्ज मतलब नेप्सेमा सूचीकृत हुन्छन्। त्यसपछि सुरु हुन्छ दोस्रो बजारको खेल। अर्थात् आइपिओ भनेको हलमा गएर पहिलो दिन फर्स्ट डे फर्स्ट शो हेर्नु जस्तै भयो, जहाँ टिकट सिधै हल मालिकबाट किनिन्छ। उदाहरण त रोचक छ। र दोस्रो बजार भनेको त्यो फिल्म हिट भएपछि बाहिर कालो बजारीमा टिकट किनबेच हुनु जस्तै। सार त्यही हो। दोस्रो बजारमा तपाईँले कम्पनीसँग होइन, अरू लगानीकर्तासँग सेयर किनबेच गर्नुहुन्छ। जसलाई आइपिओ परेको थियो उसले नाफा खाएर बेच्न सक्छ, अनि जसलाई परेको थिएन उसले बढेको मूल्यमा किन्न सक्छ। र यही दोस्रो बजारमा सेयरको मूल्य हरेक दिन परिवर्तन भइरहन्छ, होइन? 100 रुपियाँको सेयर हजारौं पनि पुग्छ, कहिलेकाहीँ 100 भन्दा तल पनि झर्छ। हो, घटबढ भइरहन्छ। यो मूल्य के को आधारमा घटबढ हुन्छ? यो कुनै ज्योतिषशास्त्र होइन। यसको पछाडि ठोस कारणहरू हुन्छन्। मुख्यतया कम्पनीको प्रदर्शनले यसलाई निर्देशित गर्छ। कम्पनीले कस्तो काम गर्यो भन्ने कुराले। हो। यदि कम्पनीले हरेक त्रैमासिकमा राम्रो नाफा कमायो, नयाँ परियोजनाहरू सुरु गर्यो भने त्यसको मूल्य बढ्छ। तर यदि कम्पनी घाटामा गयो वा कुनै नराम्रो समाचार आयो भने मूल्य घट्छ। अनि अरू कुराहरूले नि असर गर्छ होला? गर्छ नि। देशको समग्र आर्थिक अवस्था, ब्याज दर, राजनीतिक स्थिरता र लगानीकर्ताको मनोविज्ञानले पनि मूल्यमा ठूलो असर पार्छ। त्यसो भए आजको यो गहिरो छलफलबाट हामीले के बुझ्यौं त? आइपिओ निजी कम्पनीलाई सार्वजनिक बनाउने, विकासका लागि पुँजी सङ्कलन गर्ने र आम लगानीकर्तालाई कम्पनीको मालिक बन्ने अवसर दिने एउटा महत्त्वपूर्ण प्रक्रिया हो। महत्त्वपूर्ण प्रक्रिया। अरू यो छिटो धनी बन्ने योजना भने पक्कै होइन। होइन, यो कम्पनी, लगानीकर्ता र समग्र अर्थतन्त्रलाई जोड्ने एउटा पुल हो। तर यो पुल तर्न ज्ञान, अनुसन्धान र धैर्य चाहिन्छ। अरूले भरे मैले पनि भरे भन्ने मानसिकताबाट माथि उठ्नु पर्यो। हो, मैले बुझेर लगानी गरे भन्ने आत्मविश्वास विकास गर्नु जरुरी छ। आइपिओ पर्नु भाग्यको कुरा होला, तर त्यसपछिको यात्रामा ज्ञान र धैर्यले नै तपाईँको लगानीलाई सुरक्षित र लाभदायक बनाउँछ। साँच्चै यो भाग्य, ज्ञान र धैर्य तीनवटैको मिश्रण रहेछ। तर हाम्रोमा भाग्यको पल्ला अलि बढी गहरुङ्गो देखियो। हो, र यहीँनिर म एउटा प्रश्न सोच्नको लागि छोडेर जान चाहन्छु। भन्नुस् न। के नेपालको वर्तमान गोला प्रथामा आधारित आइपिओ प्रणालीले साँच्चै नै देशमा सुशिक्षित लगानीकर्ताहरूको एउटा पुस्ता तयार गर्दैछ, वा यसले केवल अर्को लक्की ड्रको प्रतीक्षामा बस्ने सट्टेबाजहरूको भिड मात्र जन्माइरहेको छ?